साथीहरू, माई युट्युब फ्यामिली, मेरो युट्युब परिवारलाई आज म के ल्याउँदैछु बनाएर हेर्नुहोस् तपाईहरुले। आज म मैदाको चाहिँ पोहा बनाउँदैछु। मैदा, पास्ता, काजु, किसमिस, नसुकेको नरिवल, अलैँची हालेर त्यहाँदेखि चिनी हालेर म पोहा बनाउँदैछु। हेर्दै गर्नु होला साथीहरू, तपाईहरु पनि बनाएर खानुहोस्। मैले मैदा पनि यसमा बोलमा लिसके, काजु किसमिस सबै अलैँची काटकुट रेडी गरे। अब म यसमा हालिसके। अब म यसमा चिनी पनि एड गर्दैछु। चिनी चाहिँ चिनी हाल्दैछु। चिनी पनि एड गरेँ मैले। काजु किसमिस चिनी सबै एड गरेको छु। अब तपाईलाई म देखाउँदैछु है। यसमा पानी हाल्दैछु। पानी हालेर अलिकति पहिला हेर्नुपर्छ। मेरो सबै कुरो पाकेर डो गिलो पिठो बनाएँ मैले। सबै मिक्स गरेर काजु किसमिस अलैँची सुक्खा नरिवल अलिकति आज मैले उयो पनि हाल्दैछु छु, के भन्छ मखना सबै हालेछु यहाँ अलिकति। सब फिटे। अब म यसलाई कराई बसाउनु जाँदैछु, तपाईले हेर्दै गर्नु होला। म ग्यास बाल्दैछु। कराई पनि बसाएँ। अब म कराई तातेर तेल हाल्छु। अब चाहिँ मेरो कराई ताते म तेल हाल्दैछु। रिफाइनको फर्चुन सनफ्लावर फर्चुन के भन्छ त्यति साह्रो भन्नु पनि आउँदैन। तेल हालेँ। अब तेल तातेर म बनाउँदै गरेको तपाईलाई देखाउँछु। साथीहरु चिम्नी चाहिँ लाग्छ, अलिक आवाज चाहिँ उयो आउँछ होला, हेर्दै गर्नु होला है। तेल मेरो गरम भयो। अब म पोहा बनाउँदैछु। ग्यासलाई चाहिँ म अलिकति सानो गर्छु। पोहा
लगाउँछु। मेरो पोहा रेडी भयो। तपाईँहरू पनि बनाएर खानुहोस् है। मिठो आफ्नो घरमा बनाएको दामी हुन्छ। अर्को लगाउनु फर्काउँदैछु। यो फेरि फुल्दैन, अब चाहिँ फुलिन्छ होला। स्टिम ठुलो गरिदिएको छु। साथी हो, मेरो पोहा पनि पाक्यो। तपाईँहरू पनि बनाएर खानुहोस्। यस्तै मिठो मिठो पोहा।